गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो सम्माननीय सभामुख महोदय। आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घन्टा सम्माननीय सभामुख महोदय। आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्थ्यो। तर के भयो? कन्टेन्ट क्रिएटर लाइक भ्युज पाउनका लागि गरिने गतिविधिले त्यो एकछिन त मान्छेले वाह वाह भन्ला, तर गन्तव्यमा यसले घाटा नै गर्छ सम्माननीय सभामुख महोदय। जतिजनाले घाँटी चिचार गराउनु भइरहेछ यहाँ, घाँटी चिच्याएर कराएर हुँदैन यहाँ सदनमा मात्र। म जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन, त्यो मुखले बोलेको 50औं वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, ठाउँमा गएर गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ, उहाँहरूको पीडाको ठाउँमा बुझेर गर्नुपर्छ। त्यसलाई तपाईँहरू स्टन्टबाजी भनेर भन्नुहुन्छ। मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। जानी नजानी अन्जानमा होस्, आफूले सक्ने नसक्ने हामीले गरेर हातमा पानी राखेर यसरी यसरी गर्दै बिस्तारै हिँड्दै हिँड्दै हामी यहाँसम्म आएको। पोखलाकी देश दुर्घटनामा जाला कि भनेर, त्यसलाई तपाईँले स्टन्टबाजी भनेर भन्नुहुन्छ। हामीलाई थाहा छ हाम्रो पीडा हामीले कसरी यो फेस पार गऱ्यौँ भनेर। हामीलाई मात्र थाहा छ त्यो पीडा।